घरमा पाहुना आउँदा चाहिँ के खाजा दिने भनेर कस्तो टाउकै दुख्छ के साथीहरू। अब रोटी दिउँ भने पनि रोटी दियो भने जस्तो हुन्छ होइन। अब रोटीको सट्टा चाहिँ यो बनाएर दिनु होला, एकदम युनिक अनि मिठो पनि हुन्छ। यसको लागि चाहिँ मैले 2 कप आँटा लिएँ, थोरै नुन राखेँ, आधी चम्चा चिनीको धुलो राखेँ, इस्ट राखेँ आधी चम्चा, अनि त्यसपछि 1 चम्चा घिउ र एउटा अन्डा राखेर मजाले मिक्स गरेँ। यसलाई सबै मिक्स गरिसकेपछि मैले मनतातो दुध राख्दै थोरै थोरै गरेर मजाले मुछेर डो बनाएँ। अनि माथिबाट थोरै तेल दलेँ अनि त्यसपछि 5 मिनटको लागि छोडिदिएँ। अनि 5 मिनटपछि यस्तो सफ्ट हुन्छ हेर्नुहोस् त। अनि सानो सानो डल्ला बनाएँ, त्यसपछि लाम्चो आकारमा बेलेर अनि आफूलाई कत्रो सेपमा मनपर्छ त्यो अनुसारले कट लाइन बनाएँ। अनि त्यसपछि डबल डबल राखेर अनि चपस्टिकले यस्तो लाइन दिएँ, राम्रो देखिन्छ नि त। अनि 2 टुक्रा बनाएर काटेँ, त्यसपछि हातैले यस्तो सेप दिएँ कि साथीहरू। अब यसको नाम चाहिँ के हो थाहा छैन, तर हेर्दा राम्रो र खानलाई मिठो चाहिँ हुन्छ। हजुरहरूले ट्राई गर्नु होला। मैले सबै बनाएर थालले छोपेर एकछिन राखिदिएँ अनि त्यसपछि प्यानमा तातो बनाएर तेल तताएँ। त्यसपछि सबै राखेँ, रातो भएपछि फर्काएँ अनि एउटा भाँडामा निकालेर राखेँ कि साथीहरू सबै। अनि बच्चाहरूलाई दिएँ। खाजाको लागि आज मैले यही बनाएँ, उनीहरूलाई पनि एकदम मिठो लाग्यो। अब नयाँ चिज खान पाउँदा बच्चाहरूलाई पनि मनपर्छ नि त। त्यसैले मैले आज चाहिँ खाजाको लागि यही बनाएँ अनि लास्टमा मैले पनि खाएँ। एकदमै मिठो के साथीहरू, मलाई त एकदम मन पर्यो। हजुरहरूले पनि ट्राई गर्नु होला। थ्याङ्क यू।